एन्जल्स हायर सेकेन्डरी स्कुल तारकेश्वर नगरपालिका वार्ड नम्बर 10 मा अवस्थित छ। यो बागमती प्रदेश काठमाडौँ जिल्लामा पर्दछ र यो विद्यालय मा शिक्षाको उद्देश्य नानीबाहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने र त्यसलाई चाहिँ त्यो प्रतिभालाई चाहिँ अझै मलजल गरेर अगाडि बढाउने र राष्ट्र र राष्ट्रियताको लागि एउटा स्किलफुल मेन पावर निकाल्ने भन्ने हिसाबले चाहिँ यो विद्यालय चाहिँ यहाँ सञ्चालन भएको छ। यो विद्यालयमा नर्सरीदेखि ब्याचलरसम्म सञ्चालन भएको छ र यसमा चाहिँ हामीहरूले यस विद्यालयमा पठन पाठन बाहेक जुन करिकुलम जसरी हामी पठन पाठन हुन्छ त्यसमध्ये हाम्रो नानीबाहरूको प्रतिभालाई प्रस्फुटन गर्नको लागि त्यति मात्र पुग्दैन भन्ने हिसाबले हामीहरूले चाहिँ इसे र सिसेका जुन सेक्टरहरूमा जुन विद्यार्थीहरू भर्ना गर्नुभन्दा अगाडि त्यो विद्यार्थी कुन प्रतिभा बोकेको छ, कुन प्रतिभा बोकेर जन्मेको छ, त्यो प्रतिभालाई हामी पहिला चिन्छौँ। चिनिसकेपछि त्यो हिसाबले हामी इसेका टपिकहरू छानेर हामीले यो विद्यालयमा त्यो नानीबाहरूलाई चाहिँ त्यो किसिमको इन्भाइरोमेन्ट तयार गर्छौँ र त्यसो भएको कारणले यो विद्यालयमा आएका जति पनि नानीबाहरू चाहिँ एकदमै मन पार्ने यो माई स्कुल इज बेस्ट स्कुल भनेर यसरी अगाडि बढेको अवस्था छ। तसर्थ अहिले हामी इसेका कुरा गर्दाखेरि हाम्रो नानीबाहरू फुटसलमा अस्ट्रेलियाको गोल्ड कोस्ट जस्तो ठाउँमा यति टाढा इन्टरनेसनल म्याचहरू खेल्न गइराखेको छ। त्यति मात्रै होइन, हाम्रो यो विद्यालयबाट बास्केटबलमा नेसनल प्लेयर, क्रिकेटमा नेसनल प्लेयर, भलिबलमा नेसनल प्लेयर अनि यो डान्सहरूमा पनि यो लिटिल यो आइकनहरूमा विभिन्न किसिमका सेक्टरहरूमा उनले चाहिँ एकदमै अब्बल ट्रफीहरू गोल्ड मेडल लिएर अहिले चाहिँ हरेक सेक्टरमा हाम्रो नानीबाहरू 101 छन्। त्यति मात्रै होइन, अहिले चाहिँ सिसिए र इसे मध्ये एउटा अहिले चाहिँ रोबोटिक कोडिङ र एआई भन्ने क्लास पनि हामीले गर्छौँ र हरेक क्लासमा हामी डिजिटल र स्मार्टर भन्ने एउटा सफ्टवेयर राखेर हरेक क्लासमा चाहिँ केही समय हामीले चाहिँ डिजिटलबाट पठन पाठन पनि गर्छौँ र नानीबाहरूले चाहिँ सुनेको भन्दा देखेर र भिडियोहरू देखेर चाहिँ धेरै सिक्ने हामीले रिसर्च गरेर त्यो पाएको कारणले हामीले त्यो किसिमको गरेका छौँ र अहिले हामी वर्षभरिमा विभिन्न किसिमका एक्टिभिटीहरू जो क्यालेन्डर तयार पार्छौँ र क्यालेन्डर फेरि त्यो थिम अनुसार र त्यो सिजनेबल कुन सिजनमा कुन किसिमको इसे विद्यार्थी नानीबाहरू बीचमा खेलाउँदाखेरि राम्रो हुन्छ भनेर त्यसरी डिटरमाइन गरेका छौँ र वर्षभरिमा अभिभावक दिवस लगायत एक्जिबिसन गर्छौँ। एउटा एक्जिबिसन एउटा चिज निकाल्ने गर्छ र हाम्रो नानीबाहरूले अहिले चाहिँ इभी गाडीहरू, इभी बाइकहरू हैन, इलेक्ट्रिक बाइकहरू पनि उनले निकालेका छ। त्यो इभी बाइक बनाएर हामीले एक्जिबिसनहरू लग्दाखेरि त्यो नेपालबाटै यङ साइन्टिस्टहरूको एउटा एसिया साइन्टिस्ट ग्रुपले क्लबले चाहिँ गरेकोमा फर्स्ट भएर मलेसिया जस्तो देशहरूमा गएर त्यहाँ चाहिँ हाम्रो प्रदर्शनीहरू राख्नेदेखि लिएर हामीहरू कोरियामा पनि हाम्रो नानीबाहरू बास्केटबल लागि गए र अब हाम्रो नानीबाहरू अब चाहिँ युएसएमा यो अप्रिलको 22 मा इन्टरभ्यू छ। मलाई लाग्छ त्यहाँ हाम्रो नानीबाहरू पनि त्यहाँ फुटबल अन्डर 17 फुटबलमा जान्छन्। त्यति मात्रै होइन, यहाँ हिसान अनि ओप्स प्याप्सनले गरेका कार्यक्रमहरूमा हाम्रो एकदमै राम्रो सहभागी भएर हाम्रो प्रस्तुति एकदमै राम्रो छ र यो प्रस्तुतिको कारणले हाम्रा जुन रिजल्ट, एकाडेमिक रिजल्ट, इसिएससीका रिजल्ट र सबै चिज राम्रो व्यवस्थापन भएको कारणले यो विद्यालय सम्पूर्ण अभिभावकको लागि रोजाइको विद्यालय भएको छ। धन्यवाद।